कुन कलर हो त्यो कलर थाहा पाउनु पऱ्यो नि त मान्छेको क्यारेक्टर अनुसार फरक फरक कलर हुन्छ कोहीको डार्क हुन्छ कोहीको लाइट हुन्छ होइन त्यस कारण चाहिँ त्यो कलर निकाल्न सक्ने बनाउने तपाईँ सेकेन्ड ह्यान्ड त्यति बनाउन सकियो भने चाहिँ तपाईँहरूले छोडेर मजाले गर्न सक्छ तपाईँहरूले काम गर्न सक्नु कति त पहिलेबाट काम प्रोफेसनमा काम गरेको होला त्यो उनीहरूलाई समस्या हुन्न अब त्यसमा तपाईँ अलिकति अझै पनि चाहियो भनेपछि येलो थप्नु अब त्यसमा कुन अब यस्तो टोन छ ल यस्तो टोन निकाल्नु पर्ने हाम्रो यो अवस्थामा चाहिँ व्हाइट मिक्स गर्नु व्हाइट यो अवस्था के जस्तो यहाँ टल्केको छ नि यहाँ टल्किने दायाँ बायाँ युज गर्दाखेरि हल्का अब त्यहाँ रेडिस टोन छ रातो रातो खालको यो कलर आउने होला होइन अझै छ भनेपछि यो जस्तो लिप्समा पनि यो लिप्स छ नि लिप्समा त त्यसमा गर्ने बेला थोरै क्रिम्सन टच गर्ने थोरै मात्र धेरै नछुने यो ओठमा जहिले पनि क्रिम खालको फेरि डाइरेक्ट क्रिम्सन युज गर्ने हो फेरि यसमा थोरै अलग मिक्स गर्ने है लिप्सको कलर यसरी हाल्नु ल यो हामीले यहाँ व्हाइट टच गरेको यो क्रिम्सन टच नगरेको यहाँ क्रिम्सन टच गर्दाखेरि उस्तै कलर आयो नि नजिक नजिक कलर आयो नि त अब त्यो यसलाई हामीले अझै लाइट गर्नुपर्ने जस्तो यहाँ अझै टल्केको पार्ट हुन्छ यसमा चाहिँ अझै व्हाइट थप्दै जानुपर्छ अब तपाईँले जुन कलर गर्ने बेलामा यो कलर यहाँ पनि युज हुन्छ कि हेर्नुहोस् सर हो कि यो कलर यहाँ युज गर्ने त्यही ब्रस यहाँ टच गर्न पाइयो तर यहाँ टच गर्ने त ब्रस चलाउनु पाइएन किन पाइएन यहाँ त यो कलर छ त्यस कारण त्यहाँ कलर चाहिँ थोरै यो कलर चलाउनु पर्यो कि थोरै डार्क कलर चलाउनु पर्यो यो गाँठ ल्याउँदाखेरि यसरी अप्नाउँदाखेरि लचक लचक हुन्छ नै किन्ने बेला चाहिँ बिचरा सुरुमा थाहा हुन्न म पनि तपाईँको अप्नाउँदाखेरि मेरो अप्नाउनु त्यही हो यसरी अप्नाउँदाखेरि लचक लचक हुनुपर्छ कि नाइ है त्यो कुरा थाहा पाउनु किन्ने बेला होइन नाइफ पनि क्वालिटीको आउनु पऱ्यो सर राम्रो क्वालिटीकै छैन सर होइन पाउँछ पाउँछ तर एकदम साह्रो छ त्यो मान्छे मार्ने जस्तो साह्रो हुन्छ त्यो चक्कु जस्तो हुन्छ किनेको त पुरा त्यो खासै कलर मिक्स गर्ने यस्तो लामो हुन्छ नि यसले होइन खासै कलर मिक्स गर्ने अर्को लाम्चो हुन्छ नि जस्तो लामोवाला सिधा सिधा हुन्छ नि जस्तो पातलो लामो हुन्छ नि नाइफ जस्तो हुन्छ नि चक्कु जस्तो कि त्यो हो खासै कलर मिक्स गर्ने हो बटन लामो अब हामीलाई अझै डार्क टोन चाहियो नि त त्यही कलरमा त खेलाएर भएन अब सबैमा एउटै कलर टोन त हुन्न अब त्यो अवस्थामा चाहिँ हामीले चाहिँ रेड मिक्स गर्ने अब यो अवस्थामा के गर्नु अझै रेड मिक्स गर्नु व्हाइट मिक्स गर्नु अब रेड अलिकति चाहियो कलर छ नि अलिकति मजाले यसरी मजाले मिक्स गर्नुपर्छ मिक्स भएन भने के हुन्छ कलर सुक्छ होइन यो टोन अब यसमा अझै पनि येलो पुगेको छैन येलो थप्नु जस्तो अलिकति जङ्गल जस्तो यस्तो पार्ट हुन्छ नि यस्तो पार्टमा अलिकति डार्क चाहियो नि यसरी अब यसमा अझै पनि अझै रेड चाहियो नि यसो थप्नु यो रेड मात्र बढी रेड हुन्छ फेरि त्यसमा चाहिँ ब्लू युज गर्ने यो गर्ने बेला हामीले के गर्छौँ अहिले हामीले पेपरमा गरेको हो त्यति बेला हामीले कसरी गर्छौँ भने चाहिँ मजाले पेपरमा प्लेटमा कलर बनाउँछौँ कलर बनाइसकेपछि त्यही कलर ट्याक्टर एप्लाई गर्छौँ त्यसरी काम छिटो हुन्छ तर हामीले त्यो जस प्रोफेसनल गर्ने त्यसरी गर्छन् तर चाहिँ कलर चाहिँ त्यसो गर्दा धेरै सकिएन भने त कलर कहाँ राख्ने होइन कलर गर्ने बेला तपाईँले हातमा लाउँछ त्यस कारण चाहिँ प्लेटको यस्तो औँलाले समाउने ठाउँमा यस्तो पार्टमा सँगैसँग कलर नराख्ने यो साइडतिर यतापट्टि राख्ने फेरि बिचमै कलर नराख्ने अहिले यसो ठ्याक्कै कपडा हुन्छ टक्कै लाउँछ त्यो खालको हाल्नु सबै यसरी नाइफ पुग्ने कलर चेन्ज हुँदैन अनि व्हाइट कलर तपाईँ ठुलो किन्छु भन्ने कारण के भने व्हाइट कलर बढी युज हुन्छ त्यस कारण चाहिँ तपाईँले व्हाइट कलर ठुलो किन्छु भन्ने कारण त्यो हुँदैन अब यस्तोमा यो व्हाइट यहाँ छ अलिकति लिनु अनि भयो ठिक अब तपाईँले जुन हाइलाइटको साइडमा युज गर्नेले यो कलर टोन युज गर्नु पऱ्यो यो जस्तो यो पार्टमा चाहिँ हाइलाइट जस्तो देखाउनु पऱ्यो नि जस्तो यो हाइलाइट देखाउनु पऱ्यो भनेपछि त्यसरी हुन्छ अब लास्टमा कुनै पार्टमा एकदम टलक्क टलेको छ भने मात्र सेतो टच सेतो पनि थोरै अरू कलर मिक्स गरेर टच गर्ने यस्तो के हुन्छ नि डाइरेक्ट कलर गर्ने त्यहाँ झ्याप्पै आँखा खान्छ कि सानो कुराले गर्दाखेरि फरक पर्छ फेरि अर्को कुरा हामीले के ख्याल गर्नु पऱ्यो भने चाहिँ अब तपाईँले अर्को कुरा के ख्याल गर्नु पऱ्यो भने चाहिँ जस्तो यो भाइले के कलेजी कलर लागेको छ नि यसको रिफ्लेक्सन गइरहेको हुन्छ यो पार्टमा माथिपट्टि परिरहेको छ त्यस कारण चाहिँ हामीले त्यो अवस्थामा क्रिम्सन पनि युज गरेर यो इफेक्ट दिनुपर्छ अब जस्तो उहाँले यो कलर लाउनु छ खैरो अब यसको रिफ्लेक्सन गएको हुन्छ हल्का यो कलरसँग यो कलरको रिलेसन हुन्छ कि कुनै पनि अब्जेक्टमा आफ्नो कलर हुँदैन त्यसलाई के हुन्छ वातावरणले उसले धेरै फरक पारेको हुन्छ जस्तो हामीले त्यो सेतो मूर्ति हो नि यता रातो गयो यता ग्रिन भएको भने ग्रिन इफेक्ट गएको छ हामीले त्यहाँ टच गर्ने बेला ग्रिन पनि चलाउनु पर्ने हुन्छ तपाईँले इक्जाममा जस्तो गर्ने ब्ल्याक एन्ड व्हाइट गर्न पर्ने त्यस्तो दियो भने तपाईँले ब्ल्याक थोरै ब्राउन मिक्स गरेर
ब्राउन अनि व्हाइट मिक्स गरेर गर्नु भने त्यो काम त्यो मूर्तिको कलर निस्किन्छ। त्यो हुन्छ नि ब्राउन अम्बर त्यो मिक्स गरेर ब्ल्याकमा डाइरेक्ट ब्ल्याक र व्हाइट गर्ने त्यो ब्ल्याक एन्ड व्हाइट मात्र हुन्छ। अब त्यो कलरको इफेक्ट निकाल्नु पऱ्यो। त्यस कारण त्यहाँ के छ वातावरण जस्तो हरियो छ भने हल्का हरियो मिक्स गर्न सक्यो होइन। त्यसरी गरेर हामीले चाहिँ कलरको चाहिँ निकाल्नु। अब तपाईँले यो त्यहाँ ब्ल्याकमा निलो मिक्स गर्नु ब्लू मिक्स गर्यो भने लास्ट इयर के गरेको थियो एकजनाले ब्ल्याक गर्न मूर्ति कलर निकाल्नलाई ब्ल्याकमा व्हाइट अनि ब्लू मिक्स गरेर भयो। अब त्यो कलर त त्यति राम्रो भएन। काम चाहिँ राम्रो गरेर ड्रइङ राम्रो गरेर कलर गर्नेलाई बिगारिदियो। त्यो किनभने क्लासमा त्यति नआउने त्यो अब क्लासमा नआइसकेपछि कतिपय कुरा क्लासमा हुन्छ नि त उसलाई त्योसम्म थाहा भएन। थाहा नभएपछि उसले चाहिँ इक्जाम बिगार्यो। अनि अब कारणवश फेल भयो भने अब त्यो कलर गरेर बिग्रियो मान्छे होप्लेस भयो त काम गर्ने क्यारियर निकाल्न सक्ने समस्या हुनु त्यस्तो अवस्था हो। त्यस कारण तपाईँले त्यो कुरा चाहिँ क्लासमा रेगुलर आउनुहोस्। रेगुलर गरेपछि सिकिन्छ भन्ने कारण थियो। नत्र यहाँ कोही मरेर काम गरेका छन् कोहीले चाहिँ कतिको चाहिँ मरेर काम गर्दाखेरि पनि इम्प्रुभ हुँदैन। किन इम्प्रुभ हुन नहुने उनीहरूले सही टेक्निक चाहिँ फलो गरेन। त्यस कारण अब तपाईँले ओइल कलरमा र वाटर कलरमा टेक्निक फरक छ। जस्तो कतिले गर्ने प्रोफेसनली गर्ने बेला चाहिँ उनीहरूले ब्ल्याकबाट डार्कबाट लाइट पनि जान्छन् लाइटबाट डार्क पनि जान्छन्। तर चाहिँ अब खास गरी हामीले सिक्दाखेरि ओइल कलर जहिले पनि डार्कबाट लाइट जान्छ। वाटर कलर हामी के कसरी जान्थ्यौँ लाइटबाट डार्क जान्थ्यौँ। किन लाइटबाट डार्क जान्थ्यौँ भनेपछि हामीले लाइट डार्कलाई वाटर कलरमा लाइट गर्न सकिँदैन अनि त्यहाँ व्हाइट युज हुँदैन। जस्तो ओइल कलरमा के हुन्छ डार्क टु लाइट किन जान सकिन्छ भने हामीले लाइट डार्कलाई व्हाइट कलर थपेर हामीले लाइट गर्न सक्छौँ। त्यसमा तपाईँले व्हाइट कलर लगाउनु र त्यो माथि आएर फेरि पछि डार्क गर्न चाहनु भने एकैचोटिमा गर्दाखेरि त्यो कलर लिँदैन। कलर नलिसकेपछि के हुन्छ त्यति बेला चाहिँ अब कलर डल हुन्छ। त्यसपछि हामीले जुन किसिमको डेप्थ दिन पर्ने त्यो डेप्थ आउँदैन। डेप्थ नआउने बित्तिकै कामको जुन हामीले बनाएको त्यो किसिमको काम सिक्ने त्यो कुरा खाना। अब एग्रिलिङमा जाँदाखेरि तपाईँले लाइटबाट डार्क पनि जान सक्नुहुन्छ डार्कबाट लाइट पनि जान्छ किनभने त्यो कलर चाहनु सक्छ। तपाईँले वाटर कलर टेक्निकबाट गर्नु भने अब ट्रान्सपरेन्टबाट गर्नु भने लाइट टु डार्क जानु पऱ्यो होइन। तपाईँ ओपेक कलरबाट जानु भने डार्कबाट लाइट पनि जान सक्यो। ओपेक भनेको नन ट्रान्सपरेन्ट। अरू के छ तपाईँ यसमा अनि नबुझेको त सोध्नुहोस् फेरि हाम्रो क्लास पनि हुन्छ त्यति बेला फेरि हामीले डिस्कस गरौँला। अगाडि अझै काम गर्दै गऱ्यो भने सिकिन्छ होइन एकासिकै सिकिँदैन। तपाईँले कलर गर्दाखेरि घरमा यसरी त्यो धेरै गर्दाखेरि वेस्टेज जान्छ थोरै थोरै यसरी तपाईँ सिङ्गल कलर त छुनी नै होइन कि अहिलेकै वाटरकै त्यो सिङ्गल कलर कुनै पनि युज हुँदैन। सिङ्गल कलरले के गर्छ कामलाई चाहिँ डल बनाइदिन्छ कि। तर एक्रेलिकमा कुनै पार्टमा चाहिँ डाइरेक्ट कलर चाहिँ सिङ्गल कलर युज गर्न सकिन्छ। कुन अवस्था सकिन्छ जस्तो भाइटल पार्ट देखाउनु पऱ्यो भने कुनै पार्टमा छ्याप्प आँखा तान्नु पऱ्यो त्यो कलर त थोरै युज हुन्छ तर धेरै युज गरिन्न। कुनै पनि पेन्टिङमा ट्याक्क कलर लागेको हुन्छ तर पनि कस्तो राम्रो देखिन्छ नि। त्यो चाहिँ एकदम प्रोफेसनले मात्र कन्ट्रोल गर्न सक्छ अरू सक्दैन। तपाईँले पछि काम धेरै गर्दै गएपछि तपाईँले त्यो काम कन्ट्रोल गर्न सक्नुहुन्छ। सिधै त्यो प्राइमेरी कलरै युज गर्न सक्नुहुन्छ कि। तर चाहिँ अहिले चाहिँ सुरुमा प्राइमेरी कलर चाहिँ उसले गरेको थिएँ म पनि गर्छु भन्नु तपाईँको बेस त हुनु पऱ्यो नि त। विथआउट बेस तपाईँले केही पनि गर्छ अर्को त्यसो गराउने त्यसैपछि जानु भने तपाईँले भोलि आएर आफूले छोड्न पर्ने अवस्था हुन्छ। त्यो चाहिँ तपाईँले यसको थ्योरी चाहिँ यो सिस्टमलाई फलो गर्ने पछि अलिकति हात बसिसकेपछि पछि चाहिँ म आफ्नो किसिममा जान्छु भने चाहिँ तपाईँलाई त्यो एक्सक्युज हुन्छ कि। जस्तो मैले पनि कुनै पार्टबाट कलर गरेँ त्यसो कुनै पार्टमा झ्याप्प लगाउनु पऱ्यो नि त्यो लगाउने त्यसरी ठ्याक्कै प्राइमेरी कलर झ्याप्पै लगाइदिनु अनि मोटो कलर एक्रेलिकमा त्यो उसमा वाटरमा त्यसको खास त्यति हुँदैन। तर चाहिँ एक्रेलिक ओपेक कलर पनि त्यसरी चलाउँछ है। अब फेस गर्ने बेला चाहिँ हामीले हल्का ग्रिन ग्रिन इफेक्ट दिनुपर्छ किनभने बच्चाको सफ्ट कलर हुन्छ नि त टोन सफ्ट हुन्छ नि स्किन। ग्रिन कलरले स्किनलाई सफ्ट बनाउने गर्छ काम गर्छ। जति तपाईँ ब्राउनतिर जानु उति हार्ड हुँदै जान्छ। जुन तपाईँले सफ्ट कलर कुल कलर र वार्म कलर थाहा छ के हो कुल कलर जस्तो रेड ब्राउन त्यो भनेको तपाईँ जति रातोतिर लागुतिर जानु त्यो चाहिँ वार्म कलर भयो। त्यो चाहिँ अलिकति हार्डनेस निकाल्नलाई त्यो युज गरिन्छ। जस्ट सफ्ट बनाउनु पऱ्यो भने ग्रिन ब्लू त्यो चाहिँ त्यो मिक्स भएर पर्ने कलर चाहिँ कुल कलर हुन्छ है। ल अनि यस्तो डार्क गर्दाखेरि कालो तपाईँले कालै भन्नु कालो होइन नि चाहिँ मैले मिक्स गरेर बनाएँ। त्यसै गरी तपाईँको कपालको उसमा डाइरेक्ट ब्ल्याक युज नगर्ने यसरी कलर मिक्स गरेर बनाउनु। तपाईँले अब यसो व्हाइट मिक्स गरिदिनुहोस् के फरक भयो है।